साथीहरु आज मैले साबुन बनाउनलाई फेरि बनाउँदैछु मैले साबुन हेर्नुस् है 1 लिटर पानी मैले यहाँ हाले है अब यसमा मैले यसमा 250 यसमा 250 500 ग्राम कास्टिङ सोडा राखे अब यसलाई घोले अनि अघि 1 लिटर राखे मैले त्यो अलि कम भएर मैले फेरि अर्को 1 लिटर पानी हाले है साथीहरु ल हेर्नुस् त साथीहरु अब मैले फेरि यो साबुनको लागि अब फेरि 2 लिटर पानी राख्छु है म यो 2 लिटर पानी राख्छु है यो 2 लिटर पानी भयो अब यसमा यो पिठो लगभग आधा केजी जति पिठो राखे है मैले अब पिठोलाई मजाले घोल्ने यसलाई डल्ला बस्नु हुन्न फिटिनु पर्छ मजाले अब चाहिँ तेल हाल्यौँ है हामीले यो गहुँको पिठो र पानी घोलेको ठाउँमा तेल 1 लिटर हाल्यौँ हेर्नुस् है फेरि यो अर्को लिटर पनि तेल हाल्यौँ है 2 लिटर तेल हाल्यौँ 2 लिटर पानी आधा किलो पिठो र 2 लिटर तेल फेरि हाल्यौँ है अब यसलाई मजाले घोल्नु पर्छ 15-20 मिनटसम्म यो मजाले घोलिदिनु पर्छ चलाउनु पर्छ यो कमसेकम आधा घन्टा जति यो चलाउनु पर्छ यो चाहिँ हामीले 250 ग्राम सलरी है फिसको लागि हेर्नुस् है फिसको लागि यसमै हालेर घोलिदिने है फिसको लागि यो हालेपछि फिज आउँछ अनि यो चाहिँ सेन्ट यो चाहिँ सेन्ट बास्ना आउने कुरा है यो बास्ना आउने कुरा हो बास्ना आउने पनि हाल्यौँ सलरी पनि फिज आउने कुरा नि राख्यौँ अब मजाले फेरि चलाउने है यो हेर्नुहोस् है सजिलै छ गाह्रो छैन घर बसेर गर्न सकिन्छ राम्रै आम्दानी हुन्छ खेर गएको तेल कास्टिङ सोडा पानी गहुँको पिठो सलरीबाट बनेको साबुन हो हामी घर बसेर मजाले गर्न सकिन्छ यतिको गरेर फिज आएर मैलो काट्छ भने किन किन्नु साथीहरु हेर्नुस् त सजिलै छ यो भिडियो हेरेर बनाउन सक्नुहुन्छ हजुरहरुले अब
यतिको भयो। अब यसमा हामीले जुन अघि घोलेर राखेको कास्टिङ सोडा अब यहाँ मिसाइदिने हेर्नुहोस् है। अब यहाँ मिसाएर मजाले चलाउने, घोल्नुपर्छ। चलाउँदा चलाउँदै बाक्लो भएर आउँछ यो। छिटो छिटो चलाउनु पर्छ, बाक्लो हुन्छ हेर्नुहोस् है। भयो हाम्रो हैन। अब यसलाई चाहिँ खन्याउने बेलामा सिल्भरको भाँडामा राख्नुहुन्न, कास्टिङ सोडाले खाइदिन्छ फेरि, कि प्लास्टिकको भाँडामा राख्नुपर्छ। मसँग फ्रेम थिएन, फ्रेम नभएको कारणले गर्दाखेरि म हेऱ्यो चुराको बट्टामा राखेर राख्छु है। यो तेल लाउनुपर्छ सुरुमा, अनि त्यसपछि यसरी अब यहाँ खन्याएर राखिदिनु यो, अनि यसकै आकार हुन्छ। ल हेर्नुहोस् त साथीहरू, यो साबुन चाहिँ यस्तो भयो। अब यसले लुगा फिस पनि आउँछ, मैलो पनि काट्छ, सफा पनि हुन्छ। म यस्तै हजुरहरूको लागि नयाँ नयाँ भिडियोहरू लिएर आउँछु। मेरो भिडियोमा चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला है त। हस् त साथीहरू, धन्यवाद, नमस्कार।